सम्पूर्णलाई नमस्ते। मेरो नाम चाहिँ विशाल राउत। आज हामी यहाँ टिकापुरको यहाँ के भन्छन् फेमस बनाना फार्ममा घुम्न आएको थियौँ। घुम्ने क्रममा चाहिँ यहाँको बनाना फार्ममा चाहिँ हामीले यो केराको एकदम चर्चित रोग देख्यौँ र त्यसको बारेमा थोरै हजुरलाई जानकारी दिनको लागि चाहिँ फेरि एउटा भिडियो बनाउन खोजिरहेको छु। विशेष गरेर चाहिँ केरा व्यवसायीले चाहिँ भोग्दै आउनुभएको प्रमुख रोग भनेको पानामा विल्ट भनिन्छ, जसलाई चाहिँ अथवा चाहिँ त्यो पानामा विल्ट एउटा किसिमको फङ्गसले गर्दा लाग्ने रोग हो। र यो रोग हामीले कसरी पहिचान गर्न सक्छौँ भनेदेखिलाई चाहिँ यो पातमा चाहिँ पात पहेँलो हुने र पातको बिचको लाइन चाहिँ बाट सुरु हुने, यो पहेँलो हुन चाहिँ बिचको पहेँलो हुने, त्यसपछि पहेँलो हुँदै छेउछेउमा सर्ने हुन्छ। र यो रोगको इतिहासको बारेमा कुरा गर्नु पर्दाखेरि यसलाई चाहिँ हामीले कसरी पढेका छौँ भनेदेखिलाई चाहिँ सन् 1870 तिर चाहिँ हाम्रो अस्ट्रेलियामा देखिएको थियो पहिलोपटक। त्यसपछि 1970-80 तिर चाहिँ इन्डोनेसिया, थाइल्यान्ड हुँदै एसियाली देशहरूमा चाहिँ फैलिएको मानिन्छ। नेपालको कन्टेक्स्टमा हेर्ने हो भनेपछि सन् 2017 अथवा नेपाली भन्नुपर्दाखेरि विक्रम सम्वत 2074-75 तिर नेपालको चितवनको मालबो केरामा र चाइनामा देखिएको पाउँछ। तर यो साइन्टिफिकली प्रुफ भनेको 2023 साल अथवा चाहिँ 80 सालतिर 2023 एडीमा र विक्रम सम्वतमा 2080 सालमा चाहिँ साइन्टिफिकली प्रुफ भएको थियो। र यो चाहिँ लाग्ने कजोल एजेन्ट भनेको पानामा विल्टको लागि चाहिँ फ्युजारियम अब्जिस्परम स्पेसिस क्युबेन्सिस ले गर्दा लाग्ने हो। यो चाहिँ रेस 1 चाहिँ पहिले पत्ता लागेको थियो र अहिले पछिल्लो समयमा 2023 अथवा विक्रम सम्वत 2080 सालतिर चाहिँ यसको नयाँ रेस ट्रपिकल रेस अथवा TR4 नाम राखिएको छ। यो जिनले पनि नेपालको पनि विशेष गरेर टिकापुरमा यसले हानि नोक्सानी पुर्याएको चाहिँ साइन्टिफिकली प्रुभ भइसकेको छ। यहाँ हाम्रो अध्ययनका क्रममा रामपुरका साथीहरूले चाहिँ पत्ता लगाएका थिए 2080 सालमा। त्यो रोग लागेको लक्षण यहाँ देख्न सक्छौँ हामी। अब यसको व्यवस्थापनतिर जाउँ। यसको व्यवस्थापनमा हाम्रो किसान दाजुभाइहरूले चाहिँ कसरी गर्नुपर्ने हुन्छ भनेदेखिलाई चाहिँ यो रोग चाहिँ व्यवस्थापन गर्न निकै नै गाह्रो छ। त्यही भएर चाहिँ लगभग 60-70% उत्पादनमा ह्रास भइरहेको छ केरामा। यो रोग लगाउने त्यो फङ्गस माटोमा छ भनेपछि यो 20-30 वर्ष नै माटोमा सर्भाइभ गर्न सक्छ, बाँच्न सक्छ। र यसले विशेष गरेर चाहिँ यो रोगले चाहिँ यो बिरुवाको अथवा भनौँ केराको भित्र भास्कुलर बन्डलमा बसेर असर पार्ने हुनाले यसलाई बाहिरको म्यानेजमेन्टले असर पार्दैन। यो भित्र बसेर भास्कुलर बन्डलमा रहेका चाहिँ विभिन्न किसिमको चाहिँ वाटर अथवा चाहिँ खाना अथवा पानी मुभमेन्ट हुने त्यो बाटोलाई बन्द गर्छ, जसले गर्दाखेरि बिरुवाको पात पहेँलो पनि विशेष गरेर चाहिँ यो पहिला बिचको भाग पहेँलो भएर छेउमा सर्दै जान्छ। यसरी चाहिँ नोक्सान गर्ने हुन्छ। र हुन त नेपालमा चाहिँ केरा लगाउने एरियाको हिसाबले चाहिँ 5औं, तर उत्पादनको हिसाबले 13औं प्रमुख फलफुल बाली हो नेपाल। त्यसमा पनि प्रमुख भनेको चितवन, उता हाम्रो नवलपरासी, झापा हैन, सर्लाही जस्तै यो हाम्रो टिकापुर पनि प्रमुख बढी उत्पादन हुने केराको हिसाबले चाहिँ रिनाउन्स जिल्लाहरू हुन्। र यसलाई व्यवस्थापन गर्नको लागि हामीले पहिलो कुरो भनेको टिस्यु कल्चरबाट उत्पादन गरिएको प्लान्टहरू ल्याउन पर्यो। जहाँ पाए त्यहीँबाटै ल्याउनु भएन, रिलायबल सोर्सबाट हामीले चाहिँ प्लान्टिङ मेटेरियल ल्याउनु पर्यो। त्यस्तै गरेर दोस्रो भनेको हाम्रो यो लगाउँदाखेरि चाहिँ यसको चाहिँ वाटर सकरहरूबाट जहाँ रोग लागेको छ त्यसको प्लान्टको वाटर सकर प्रयोग नगर्ने, रिलायबल सोर्सबाट ल्याउने भन्ने कुरो छ। त्यस्तै यसको लागि खासै केमिकल चाहिँ छैनन्, किनभनेपछि केमिकलले त्यति भित्र गएर चाहिँ व्यवस्थापन गर्न सक्दैन। त्यही भएर चाहिँ लाउनुभन्दा पहिला नै आउन नदिनको लागि गरिने कार्य नै प्रमुख हो यसको व्यवस्थापनको लागि। यद्यपि हामीले चाहिँ कार्बेन्डाजिमले चाहिँ सोइल ड्रेन्चिङ गर्न चाहिँ सक्छौँ। सोइल ड्रेन्चिङ बाक्लोसँग सोइल ड्रेन्चिङ गरेर त्यसपछि चाहिँ हामीले चाहिँ जमिन तयारी गरेर चाहिँ बिरुवा लगाउन चाहिँ सक्छौँ हामीले भनेर भनिएको छ। त्यस्तै गरेर चाहिँ अर्को कुरा भनेको यो हामीले चाहिँ विभिन्न किसिमका कामहरू गर्दाखेरि फार्ममा हाम्रो अथवा चाहिँ भनौँ यो अर्चाडमा बगैँचामा केराको बगैँचामा विभिन्न किसिमका काम गर्दाखेरि काट्ने, खन्ने, बिउ लगाउने त्यस्ता टुल्सहरू हुन्छन्, त्यस्ता इक्विपमेन्टहरू हुन्छन्। हो त्यस्तालाई चाहिँ एक फार्मबाट अर्को फार्ममा लग्दाखेरि राम्रोसँग चाहिँ सेनिटाइज गरेर राम्रोसँग धोइ पखाली गरेर घाममा सुकाएर लानुपर्छ।
ती विभिन्न किसिमका चाहिँ उपकरणहरूबाट पनि सर्न सक्छ भन्ने हुन्छ। अब मान्छे कोही फार्ममा भिजिट गर्न आयो अथवा किसान आफै पनि उही लुगा एउटा बारीमा जाँदाखेरि उही लुगा लगायो र त्यही बारीमा जाँदाखेरि लगाएका लुगाहरू जुत्ताहरू अर्को बारीमा जाँदाखेरि लगायो भने पनि रोग सर्ने भन्ने छ होइन। त्यही भएर चाहिँ हामीले आफूले अपनाउनु पर्ने कुरा त छँदैछ, यो यसरी अपनाउनु पर्यो। त्यसै गरेर चाहिँ विशेष गरेर यो टिआर जिन चाहिँ हाम्रो जुन चाहिँ छ हाम्रो चाहिँ ट्रपिकल रेस 4 नाम गरिएको जिन छ के अरे हाम्रो चाहिँ यो फ्युजारियम अन्तर्गतको फङ्गल डिजिज कज गर्ने जिन। यो जिन हाम्रो चाहिँ यो टिकापुरमा मात्र देखिएको छ। 2023 सालमा चाहिँ साइन्टिफिकली पनि पुष्टि भइसकेको छ अथवा भन्नुपर्दा विक्रम सन् 2080 सालमा, र यसलाई नेपालको अन्य जिल्लामा चाहिँ सङ्क्रमण नफैलियोस् भन्नको लागि यहाँ क्वारेन्टिन गरिएको छ। यहाँबाट प्लान्टिङ मेटेरियल हामीले चाहिँ अन्य जिल्लामा लिन नमिल्ने अथवा अन्य जिल्लाको मान्छेले यहाँबाट आएर बिरुवा लगाउनको लागि यहाँबाट बेर्ना अथवा भनौँ वाटर सकर यहाँबाट लान नमिल्ने भनेर भनिएको छ, जसले गर्दाखेरि यहाँबाट भएको रोग चाहिँ बाहिर ठाउँमा जाँदैन भन्ने छ। यसरी पनि रोग एक ठाउँबाट अर्को ठाउँ नफैलियोस् भनेर क्वारेन्टिन गरेर व्यवस्थापन गर्ने प्रयास गरिएको छ। त्यही सम्बन्धी मैले सानो जानकारी आज यसो हामी चाहिँ के भन्छ यहाँ केरा फार्ममा जसमा चाहिँ यहाँ बनाना चिप्स पनि बनाइन्छ, बनाना चिप्स टेस्ट गर्ने र केरा फार्म घुम्ने उद्देश्यले चाहिँ हामी कलेजबाट यता घुम्न आएको थियौँ। त्यही अवस्थामा चाहिँ यहाँ एकदम रोग लागेको बिरुवाहरू देखियो र किसानहरूलाई चाहिँ सानो जानकारी होस् भन्नको लागि यो भिडियो बनाएको हो। र भनिए बमोजिम हजुरहरूले चाहिँ व्यवस्थापनको उपाय अपनाउनु भएमा तपाईँहरूको फार्ममा यो रोग आउन नदिन ठुलो भूमिका खेल्नेछ भन्ने आशा राख्दछु। हस् त, नमस्ते।